पानी परेको, यता चाहिँ परेको छैन रहेछ पानी र पनि शीतल भएको छ। अहिले चाहिँ एकदमै गर्मीको अवस्थामा पानी पर्नु भनेको एकदमै राम्रो कुरा हो। पानी चाहिँ बेला बेलामा परिरहेको हुन्छ यहाँ, त्यो नै खुसीको कुरा हो। हरियाली छ। अब हामी बिहेमा जाँदैछौँ। पानी पर्यो साथीहरू, धेरै ठुलो पानी पर्यो। हिँड्दा हिँड्दै हामी बाटोमा अहिले झनै बाटै नदेखिने पानी परिरहेको छ। हेर्नु होला हामी विवाहमा जाँदाखेरि आजको दृश्य। यहाँ केही देखिरहेको छैन, यति अँध्यारो भएर पानी परिरहेको छ। कति धेरै टाइमपछि पानी रोकियो बल्ल। अहिले यतिको देखियो, जे होस् रमाइलो नै भयो। अब हामी लगभग विवाहमा पुग्ने टाइम हुन लाग्यो। लगाइदेऊ माया तिमीले कलेजी छेउ खानी हो माया चञ्चले रहेछ तिम्रो त्यो बानी हो माया चञ्चले रहेछ तिम्रो त्यो बानी। लगाइदेऊ माया तिमीले कलेजी छेउ खानी हो माया चञ्चले रहेछ तिम्रो त्यो बानी हो माया चञ्चले रहेछ तिम्रो त्यो बानी। हामी चाहिँ आइपुग्यौँ ठ्याक्कै, यहाँ गर्दैछौँ। अब बिहेमा जाँदैछौँ। हाम्रो चाहिँ फ्यामिली आइसक्नु भएको छ। यहाँ दादा ठुल्दादा हुनुहुन्छ, ठुल्दादाको छोराछोरी बाबु नानी, अनि यता काकी हुनुहुन्छ, अनि यता दिदीहरू हुनुहुन्छ, आमा हुनुहुन्छ, यता बहिनी हुनुहुन्छ, माइले दाइ हुनुहुन्छ, नान्जी हुनुहुन्छ। बेहुला बेहुली परेलीले मलाई बोलायो, हेर तिम्रो परेलीले मलाई बोलायो। अच्छा लेकिन देखि म पनि रमाउला, अच्छा लेकिन देखि म पनि रमाउला। अनि माया छेउमै बस्नु, अनि माया छेउमै बस्नु। ए अच्छा लेकिन लन्डनको चिसोले समाउला, अच्छा लेकिन लन्डनको चिसोले समाउला। अनि माया छेउमै बस्नु, अनि माया छेउमै बस्नु।
पानी धन्न पानी आइदियो